सबैलाई सेवा र नमस्ते भन्न चाहन्छु। आज पनि एउटा खुसीको खबर तपाईहरु सामु लिएर आएको छु। एउटा विकासको नाममा गुमाइसकेको हाम्रो चोलुङ लिम्बुवान गेट ढलेको पनि धेरै वर्ष भइसकेको थियो। सम्भवतः मलाई लाग्छ कि सरकारले अब यतिकै डिसमिस गरिदिन चाहेको पनि थियो होला जस्तो लाग्छ, किनभने कतैबाट त्यस्तो चर्चा परिचर्चा भएको थिएन। तर लिम्बुवानवासीहरुलाई भित्रभित्र धेरै टेन्सन भएको थियो, धेरै टेन्सन भएको थियो। फेरि पनि यो हाम्रो चोलुङ उठ्ला या नउठ्ला भनेर। तर हाम्रो सामाजिक अभियन्ता मित्र लिङ्गन जस्ता महापुरुषहरूले त्यो हाम्रो चोलुङको पछि छोड्नु भएको थिएन। मसँग संवाद भइरहेको हाम्रो मित्र लिङ्गनले ती चोलुङको कहानीहरू सुनाउनुहुन्थ्यो र उहाँले भन्नुहुन्थ्यो, हामी यो चोलुङलाई हामी फलोअप गर्न छोड्दैनौँ न, जसरी हुन्छ हामीले एक दिन खडा गरेरै छानेछौँ भन्नुहुन्थ्यो। र त्यो उहाँहरूको कदम रोक्नु भएन छ र सफल भएछ। त्यसमा हाम्रो सामाजिक अभियन्ता मित्र लिङ्गन र साथमा अरू सबै अभियन्ताहरूलाई मेरो नमस्कार भन्न चाहन्छु। हाम्रो नमस्कार छ हाम्रो सबै। हाम्रो गुमिसकेको हाम्रो चोलुङ लिम्बुवान गेट फेरि पनि त्यही ठाउँमा उभिँदैछ अरे भन्ने कुरा सुन्दाखेरि हामी लिम्बुवानवासीहरूलाई कता कता धेरै खुसी भएको छ। यो खुसीको साथसाथमा हाम्रो अभियन्ताहरूलाई सल्युट भन्न चाहन्छु, किनभने यसरी हाम्रो अभियन्ताहरू जागरुक नभएको भएदेखि सायद फेरि यो हाम्रो चोलुङ उठ्ने थिएन होला। त्यसैले हाम्रो सामाजिक अभियन्ताहरूलाई म धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हामी लिम्बुवानवासीहरू फेरि खुसी छौँ, खुसी हुनु पाइयो। र यो साथसाथै पहिलेको लिम्बुवान गेट एरिया जम्मै विकासको कुरा भनौँ न, अब बाटोले लगिसकेको थियो। अब त्यो लिम्बुवान गेट उभ्याउने ठाउँ नै थिएन। तर फेरि पनि त्यही लिम्बुवान गेटमा उभ्याउनु पर्छ भनेर चाहिँ हाम्रा सामाजिक अभियन्ताहरूले फेरि कसरी हुन्छ कोसिस गर्नुभएछ। र यो जमिनको लागि फेरि यताउति मेडिएटर गर्नुको लागि भूमिका खेल्नुहुने चाहिँ हाम्रो आदरणीय मित्र विश्व तुम्बापो र राजु तुम्बापोले धेरै भूमिका खेल्नु भएछ। र उहाँहरूले हाम्रो जमिनदाता मनको धनी हाम्रो जमिनदाता महेन्द्र आङडेन्डी र गङ्गा कुमारी लिम्बुहरूलाई मनाउनु भएछ। र अर्को जमिनदाता कारी रबिन तुम्बापो र शशिकला जबेगु तुम्बापो जीवहरूलाई पनि मनाउनु भएछ। र उहाँहरूको यो योगदान हामी लिम्बुवानवासीबाट कहिल्यै बिर्सने छैनौँ। हजुरहरूलाई सल्युट भन्न चाहन्छौँ। हजुरहरूको यो योगदान हामी लिम्बुवानवासीले कहिले बिर्सने छैनौँ। तपाईहरुको नाम, तपाईको यो कार्य इतिहासमै रहनेछ, इतिहासले भुल्ने छैन। हामीले कदर गरेका छौँ, सम्झने छौँ। हजुरहरूलाई फेरि धन्यवाद भन्न चाहन्छु। सेवा र नमस्ते।